फेरि पनि अर्को भिडियोमा स्वागत गर्न चाहन्छु। यसमा चाहिँ सही उत्तर टिक लाउनुहोस्, चिन्ह लाउनुहोस्, दिनुहोस्, लगाउनुहोस् भनेर भनेको छ। अब यहाँ तपाईँले चाहिँ सही उत्तर चाहिँ छान्नुपर्ने हुन्छ। तपाईँहरूको लागि सजिलो होस् होइन भनेर यो भिडियो बनाउँदैछु। लाइक, सेयर एन्ड सब्सक्राइब गर्नु होला। विद्यार्थी नानी बाबुहरू कोही गार्जेनले हेर्दै हुनुहुन्छ भने प्लिज डु सब्सक्राइब है। अब यसको सम्बन्धित म रिलेटेड भिडियोहरू पनि अब अपडेट गर्ने नै छु। अब यहाँ दिएको छ क नम्बरमा है, शारीरिक कार्य गर्दा मांसपेशीको गतिविधिलाई समन्वय गर्ने कार्य केले गर्छ भन्दाखेरि सानो मस्तिष्कले गर्दछ। यो सानो मस्तिष्कको काम हो होइन। यदि झुकिनुहुन्छ भने कसैले ठुलो मस्तिष्क पनि लगाइदिन सक्छ, तर हाम्रो सानो मस्तिष्कले गर्ने हो यो चाहिँ कार्य है। यसै गरी अर्को छ सुषुम्नाबाट कति जोडी सुषुम्ना है निस्किएका हुन्छन् त। अब 11, 21 र 31, 41 दिएको छ। यो सही उत्तर भनेको 31 जोडी हो। मानव शरीरको कुन ग्रन्थीलाई गुरु ग्रन्थी भनिन्छ? अप्सन दिएको छ पिट्युटरी ग्रन्थी, पाइनियल ग्रन्थी, थाइरोइड ग्रन्थी र यौन ग्रन्थी। अब यसको सबै है मानव शरीरको जति ग्रन्थीहरू छन् त्यसलाई कन्ट्रोल र एन्ड कोअर्डिनेसन गर्ने काम चाहिँ हाम्रो पिट्युटरी ग्रन्थीले गर्दछ। अब घ नम्बरको प्रश्न छ, तलका मध्ये कुन ग्रन्थीले इन्सुलिन हार्मोन उत्पादन गर्छ? प्यानक्रियाज, थाइमस ग्रन्थी, एड्रिनल ग्रन्थी र अन्डकोश ग्रन्थी। सही उत्तर रहेको छ प्यानक्रियाजले इन्सुलिन र ग्लुकागोन भन्ने हार्मोन उत्पादन गर्छ है। अब तलको मध्ये कुन स्त्री प्रजनन अङ्ग हो भनेको छ? अब फिमेल रिप्रोडक्टिभ अर्गन है। प्यानक्रियाज हो कि, अन्डकोश हो कि, इपिडिडाइमिस हो कि गर्भाशय हो? यो इपिडिडाइमिस भनेको मेल रिप्रोडक्टिभ अर्गन, यो भनेको अन्डकोश भनेको यो पनि पुरुष प्रजनन अङ्ग, प्यानक्रियाज भनेको इन्सुलिन र ग्लुकागोन उत्पादन गर्ने, पाचन रस उत्पादन गर्ने अङ्ग हो। अब यसको सही उत्तर हुन्छ गर्भाशय। सो बुझ्नु भयो होला। अब यदि कुनै कमी कमजोरी छ भने कृपया च्यानललाई सब्सक्राइब गर्नु होला अनि कमेन्टमा अब केही कमी कमजोरी छ भने सजेसन गर्नु होला। थ्याङ्क्स फर वाचिङ। हामी अर्को भिडियोमा दिएको प्रश्नको उत्तर लेख्नुहोस् भनेर यो सबैको बारेमा चाहिँ स्नायु प्रणाली यो प्रश्नका उत्तरहरू बारे छलफल गर्नेछौँ। सो थ्याङ्क यू।